हजुर 80 वर्ष हजुरको नाम के हो मेरो विष्णुदेवी घिमिरे विष्णुदेवी घिमिरे आज हामी विष्णुदेवी घिमिरेजीसँग छौँ हामी आज पनपार्कमा है अनि पोखराको कुरा पनि हजुरलाई थाहा छ म त गइ छैन तर भन्छन् मान्छेले सही भन्यो त्यो बोल पितृले हैन पितृले हजुर मलाई मार्गदर्शन के गरिस खानामा हेरिनु अहिले भन्नु म सम्झे के अहिले हजुर 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 बस्नु खानु सुत्नु उठ्नु हरेक कुरा हेरिन दान गरे ठुलो मान्छे बन्यो त्यो छोरो के गर्छ हेर्नुहोस् त गुरु मलाई यस्तो भन्यो मेरो बाले यस्तो भनेर गएर त मलाई यस्तो सही त पनि लगेर भाइले भन्दै दिदी मैले त भन्छ भाइले हो भनेपछि त्यो आजभरिको मान्छेको त्यही छ तर ज्ञानीको छैन नि छैन जति पढे लेखेर जति माथि पुगेर जति ज्ञानी छन् तिनीहरूको स्वभाव फरक छ ज्ञानीको छैन अज्ञानीको जति पढे पनि म त पढाएको छु भने घमण्डी हुन्छ अहिलेको पढाइ कस्तो भयो भने हजुरआमा अहिलेको पहिलाको हजुरहरूको ज्ञान गुणको पढाइ थियो अहिले कागजको मात्रै पढाइ भयो बाबुआमालाई कस्तो व्यवहार गर्नुपर्छ वृद्धको कसरी कुरा गर्नुपर्छ त्यो कुरा भएन हैन नातोभरि छ आवत जावत छैन माया प्रेम छैन लेनदेन केही पनि छैन नातो त मेरो साखै आफ्नो फल्लो मान्छे हो मात्रै भयो त्यस्तै भयो अहिलेको पढाइ त्यस्तो हो अनि अर्को कुरा के भनेपछि अब भर्ना गर्न लगे जताउन लगे सिट खाली रहेनछ खाली नभएपछि एक घडी इमर्जेन्सीमा राखेर ठाउँ भनेपछि लग्ने भनेछ जनार्दनले भनेछ अनि साइला बाको साइल दाईको छोरो थियो त्यहाँ छगेर त्यो भाइले अनि भदैले कता कता सुधार के गरे एक बोतल चढाए त्यहाँदेखि त्यो ठाउँ खाली भएछ र मलाई लगेपछि मलाई त्यही पनि मलाई मन परेन अस्पताल मलाई मन परेन अनि यसको मामा आयो भेट्न मामा मलाई मन परेको छैन मन लाग्छ अनि कस्तो के भन्यो भाग्य भएर जनार्दन भाइ हुनुहुन्थ्यो डाक्टर र तपाईँले यो सिट पाउनु भयो आनन्दसित बस्नुहोस् घर जाँदै नभन्नुहोस् मलाई हो हल्ला भयो अर्को बिरामी छन् त्यहाँ पनि अर्को ठुलो नै त्यो हुने रहेछ नि सानो बिरामीलाई अलि के हो त्यो छुट्टै गरेर जान्दैन क्याबिन भन्छ अनि अर्को बिरामी भेट्न आउने मान्छे छुट्टै छन् म भेट्न आउने मान्छे छुट्टै भेट्न आउनु कि गफ गर्न आउनु म जान्दिनँ त्यहाँ फोन कराइ फोन गरे बा मलाई त अहिले बल्ल लगेर होइन त एक्लै आमा छोरा मात्रै बस्दिन्छ त्यो पढ्ने काठमाडौँ उनी दुईजना हुँ बुहारी पढ्थी नातिनी पढ्थी त्यो जहिले खान्छ त्यही एउटा छु सम्झिएको सुधार बहिनीलाई पढायो राख्यो आफ्नो स्याहारे आमा बहिनीले पनि पढी पछि गरेर आयो बिहा भयो अरू यसले भर्खर जस पढेर कल्याण बगेर 2 वर्ष कल्याण बस्यो अहिलेदेखि नगरपालिकामा भन्छन् के भन्नु नगरपालिका म जान्दैन जान्छ आउँछ आदर्श नै सञ्जीव त धेरै लगनशील बोली व्यवहार छ अब घरको शिक्षाले पनि हो होइन धेरै बोल्दैन ठिक्क चाहिनु सही छ मलाई हेर्ने ज्योतिषले के भन्यो भने तपाईँको दुईवटा हजुरको त दुईवटा नाति दुईवटा व्यवहार छ छुट्टै व्यवहार छ भाइको छुट्टै मिल्दैन लिएर आमा मिल्दैन मैले मिल्छ भन्ने राम्रो भने अब बाबुले राम्रो भन्नुभयो मलाई सन्तोष लाग्यो तर मैले राम्रो भन्नु आफ्नालाई राम्रो भन्नुहुन्न होइन यसलाई मैले मेरी नातिले यस्तो भन्न मैले भन्दैन मेरो नातिनी हो नि बाउले आमाले भन्नुहुन्न अर्काले ओहो यस्तै छ रचना भन्ने भने आहा अनि सुन्नु न हजुरआमा हजुर पहिला यहाँ कहाँदेखि आउनुभयो खै कहाँ त आएकोबाट आएन अनि पहिलाको मान्छे र अहिलेको मान्छेमा के फरक पाउनुहुन्छ
एकदम फरक एकदमै फरक के होला अघिको मान्छे र अहिलेको मान्छे म त हाम्रो 5 भाइ हजुर 5 भाइको 10 अनि साइलो भाइको 2 बिहा भयो 11 भाइ 11 टिममा 11 जनामा सबै मरे म एउटी 10 गए 10 म घर बनाउँछु मलाई लग्दैनन् के नै त्यो यस्तो छ हजुरको जे कर्म छ नि यो धरतीमा हजुरले गर्नुपर्ने कर्तव्य छ हजुरले कर्तव्य जस्तो हजुरका नातिहरू छन् नातिहरूप्रतिको कर्तव्य छ अब हजुरको यिनीले बाबु यसको बाउ 3 वर्ष पुरा 4 मा लाग्यो बाउ 3 वर्ष 4 वर्ष नपुगे केटा बाउ गएका छोरी छ यसरी छोरी भइगएर छोरो 14 सालको छोरो 16 सालको छोरी बाउ गएको 17 सालको अब आजसम्म नाति नातिना छोरा छोरी नाति अन्त मलाई लोबिनी पनि भने मुठी पछि कहाँ रहन्छ यिनले हो भने बुझुन् नबुझुन् तर भगवान्ले पनि बुझ्नु भएको छ होइन भगवान् त देखिनु न तर उहाँले हेरिरहनु भएको होइन मैले मान्छु त्यो त देखिनु हेर्नु न भने पनि त्यो मान्छेले मलाई रिस हुन्छ बरु यहाँ उहाँ जहाँ तहाँ सर्वव्यापी हृदयवासी प्रभु जहाँ पनि हुनुहुन्छ यति मैले पहिले सोधेको भन्थेँ भनौँ त्यो हात्तीमा घोडामा हामीमा मुसामा हुने एउटै होला त भन्ने तर शक्ति हामीलाई पनि चलाछ यिनीहरू चलाछ उसको सृष्टि चलाइरहेको छ उसको सृष्टि त रोकिन्न कहिले होइन मैले मान्छु नमान्ने मान्छेसँग मिल्दैन ठुलो जातिसित असाध्यै कुरा मिल्छ यो अब आफै जान्नुहोस् छोरासँग मात्रै मिल्दैन के त्यो पिर पाएछ नि छैन हो कुरा यस्तो छ जसले चाहिँ जे आशा गरेको हुन्छ दिने त्यो मान्छेले चाहिँ केही दिएन वा कोही इष्टमित्र कसैसँग पनि जे आशा गरेको हुन्छ त्यो दिएन अब हामीले भगवान्सँग पनि भगवान्ले छ भने मलाई किन यस्तो दुःख दिइरहेछ त किन मलाई सजाय दिइरहेछ त भनेर अनि त्यसलाई हेर्ने दृष्टि त्यो भगवान्प्रतिको दृष्टि फरक भएर मान्छे निष्ठुरी भन्छ क्या फेरि त्यही भन्छ तर उसको कर्म चाहिँ पुरा गर्ने बित्तिकै त्यो समयपछि फेरि एउटा शुभ दिन आउँछ फेरि बाबु कस्तोसँग छ भन्नुहुन्छ भने म यहाँ थिइनँ देउखरी पनि जग्गा छ मुठी कस्तो बनाइदियो क्या यसलाई बेचमा भन्छ र मान्दैन सोधाल्छ अनि त्यहाँ गएको बेलामा यहाँ भत्ता वृद्धा भत्ता एकल महिलाको लेखाइदिन्छ बुहारीले यही सुषमा र बुहारी भएर लेखाइदिएछन् यहाँ माथि अर्की बुढीमा हुनुहुन्थ्यो 2 टिको नाम निस्केर म आएँ ल नाम निस्केर दाम हिँड्नुहोस् किन जाने हो पैसा पैसा सबै राम्रो हातमा होइन क्या सरकारले है सरकारले खानु दिने हो गर्दा 1 महिना भएछ त्यहाँदेखि असाध्यै गर्नुभयो त्यहाँ बुढी माउले गर्नुभयो दाम त हिँड्नुहोस् त उठ्यो त म त केनामा थिएँ गएर अहिले पो यहाँ ग्याङ भइछु गयो छोराले आएपछि त्यसले के भन्यो भने भन्नुहुन्छ भने त्यो पैसा लगेर अनाथ बढ्दो साना बटाल दिनुहोस् सम्पत्तिको मालिक भएर अनाथ के अरे एकल महिलाको दिनु तपाईँ एकल हुनुहुन्छ कि हामीलाई फाल्नुभयो त्यो ज्ञान नभए मान्छे भन्छ त्यो होइन अब मैले लेखा होइन अनि पहिले त मैले बुझेर आउँथेर त अझै 2-4 पैसा कसैलाई दिन्थेँ पनि अब त मलाई चौधरी भन्छन् क्या छोराले बुझ्ने गरेर जान्छन् बुझ्छ मलाई खान्छ
मलाई 4 पैसा हातमा चाहियो ल्याऊ भन्छु होइन होइन भने मलाई किन चाहिएको छ र खान ल्याउँछन्